फिल आओस् क्या महाकसम यो गीतले त रुवाउँछ महाकसम पल्जी एकछिन तपाईँको आवाज सुन्यो अरे हो सबैलाई नमस्ते सन्चै हुन्छ मेरी आमालाई सन्चै छ भनिदिनु यो चलचित्र हाम्रो आबाट आमाको गीत रहेको छ सबैलाई थाहा छ यता थाहा छ चलचित्र आबाट आमा कहिले आउँदैछ थाहा छ तपाईँहरूलाई ओके माघ 16 गते आउँदैछ यही आउँदो माघ 16 गते आउँदैछ आफ्नो आमालाई आफ्नो बुवालाई माया गर्नुहुने जति हुनुहुन्छ सबैलाई निम्तो छ तपाईँको चलचित्र हो यो मेरो मात्रै चलचित्र होइन सो सबैलाई एकदमै नमन छ तपाईँहरू सम्पूर्ण झापावासीलाई मेरो नमस्कार सबैलाई मेरो झापा चाहिँ एकदम खुसी लाग्छ तपाईँहरूको ठाउँमा आउनु पाएँ म र तारावीरजीलाई एकदम धन्यवाद छ तपाईँले यहाँसम्म मलाई बोलाइदिनु भयो र तपाईँहरूलाई भेट्न पाएँ सबैलाई फेरि पनि नमस्ते छ आमाहरू बुवाहरू दादाहरू दिदीहरू सबैलाई मेरो नमस्कार छ मेरो साथीहरू सबैलाई मेरो दुई हात जोडे नमस्कार छ धेरै माया छ ओके हाई सो म एउटा भन्छु चलचित्र आबाट आमा आउँदैछ जुन गीत तपाईँले देख्नु भएको छ यो ब्याकग्राउन्डमा नानु यो गीत छ नि यो हाम्रो चलचित्र आबाट आमाको हो सिनेमा हो यो हाम्रो माघ 16 गते चलचित्र आउँदैछ सो म आबाट आमा भन्छु तपाईँहरूले माघ 16 गते भन्ने है त कि म माघ 16 गते भन्छु आबाट आमा भन्नुहुन्छ के भन्ने माघ 16 भन्ने ओके आबाट आमा आबाट आमा आबाट आमा ओके माघ 16 गते आउँदैछ सबैजना नजिकको सिनेमाघरमा गएर हेर्नुहोला हेर्नुहुन्छ नि ओके जसरी चलचित्र मोहरलाई तपाईँहरूले माया दिनुभएको थियो त्यसरी नै यो चलचित्रलाई पनि माया दिनु होला र तारावीरजीलाई एकदम विशेष धन्यवाद फेरि पनि तारावीरजीको लागि ताली दिउँ पूर्वमा जति कार्यक्रम हुन्छ तारावीरजीले सम्भव गरिदिनु भएको छ तारावीरजीले पल्जी आउनुपर्छ तपाईँ भन्नुहुन्छ हजुर र तारावीरजीले गर्दा हाम्रो पर्वत दाई माइला दाईले गर्दा म यहाँ पूर्वमा आउनु पाइरहेको छु यसको लागि धन्यवाद अलराइट अब हामी तारावीरजी के गर्छौँ हामी अब र फेरि पनि सबैलाई दुई हात जोडेर नमस्कार छ यो चिसो चिसो मौसममा आइदिनु भएको छ यसरी अति नै जाडो रहेछ र आज धन्यवाद तपाईँको आशीर्वाद तपाईँको एउटा उयसले गर्दाखेरि तपाईँको मायाले गर्दा म यहाँ आउनु पाएँ आज किनभने आज आउने सम्भव थिएन एकदमै बादल बाक्लो थियो र हाम्रो प्लेन बिहान हामी लगभग 11 बजीदेखि एयरपोर्टमा बसेको भर्खरै अघि 5 बजे मात्र ल्यान्ड गऱ्यौँ र एकदमै बाक्लो बादल थियो र हामी फेरि फर्किन लागेको थियौँ तर पाइलटले जसरी पनि हामीलाई ल्यान्ड गरिदिनु भयो र तपाईँहरूसँग भेट्ने सम्भव भयो सो यसको लागि सबैलाई तपाईँहरू सबैलाई फेरि पनि नमस्ते छ धन्यवाद छ अब तारावीरको आवाजबाट गीत गाउने मायालाई पानको पात अरूलाई थानको पात हजुर हजुर सानो भाइ सानो बाबु दाङमा हुनुहुन्छ घरमै हुनुहुन्छ हामी कोहलपुरमा सँगै थियौँ सानो अधिकारी बाबु घरमै हुनुहुन्छ उहाँ सानो बाबुलाई हामी यहीँदेखि सम्झिरहेको छौँ होइन हाम्रो सानो बहिनी चाहिँ आउनु भएको छ यहाँ सो सानो बहिनी सानो भाइ जस्तै सानो बहिनी आउनु भएको छ सँगै नाच्नुपर्छ अहिले हामी है त हस् ल अस्ति मलाई लास्ट टाइम हामी मधुमलामा आएको थिएँ त्यहाँ चाहिँ हाम्रो सानो बहिनीले एकदम राम्रो डान्स गर्नुभयो र उहाँ एकदम भाइरल पनि हुनुभएको थियो सो त्यही हो हामी चाहिँ आज सँगै नाच्दैछौँ अहिले लास्टमा नाच्छौँ पानको पातमा त्योभन्दा पहिला चाहिँ भर्खर मात्रै मेरो चलचित्र आबाट आमाको हामी गिफ्ट लिएर आएको छौँ तपाईँहरूलाई टी सर्ट छ यहाँ है त टी सर्टको कसले कसले लगाउने टी सर्ट भन्नुहोस् त जुनी यता आउनुहोस् यता लगाउने कि यता लगाउने ओके जुनी यता आउनुहोस् ओके ल जसले मैले भन्नुहुन्छ जोडले उहाँलाई देखाउँछु म है त दिन्छु ल ओके हाम्रो आबाट आमाको टी सर्ट कसले लगाउने थ्याङ्क यू जुरी दाईलाई मैले लाउँछु भन्नुहोस् त जुरी दाईको लागि कतिवटा छ